सो अलराइट गाइस, आजको मेरो छोटो अनि बिना स्वादैको भ्लगमा तपाईँलाई स्वागत छ। आज चाहिँ म बिहानै उठेर होइन भर्खर उठेर चाहिँ नि आँखा मिन्दै रहेको थिएँ होइन। अनि त्यति नै बेला यसो ब्रस गर्नुपर्छ भनेर स्वर आयो, ब्रस गरेँ। त्यति नै बेला अनि आमाले पनि मलाई भैँसीको दुध ल्याइदिनु भयो। अनि त्यति नै बेला मैले पिएँ होइन। आज चाहिँ मलाई मकै छर्नलाई जानुपर्ने थियो। अनि बुवा चाहिँ गइसक्नु भएको रहेछ, म पनि अब जानलाई चाहिँ रेडी भइसकेको थिएँ होइन। अनि बुवाले चाहिँ मकैको बिउ नै लग्न बिर्सिनु भएको रहेछ। अनि त्यही बिउ लगेर चाहिँ नि म पनि बारीतर्फ लागेँ होइन। जाँदै थिएँ बाटोमा चाहिँ खतरा भ्यू देखिरहेको रहेछ होइन। मैले पनि यस्तो दामी होइन घरतिरको भ्यूहरू जस्तो देखाइदिएँ होइन। हिँड्दा हिँड्दै घरको हल्का तलतिर पुगेको थिएँ होइन। यस्तो भ्यू पनि फेरि पनि मैले देखाइदिइसकेँ होइन। त्यसपछि चाहिँ नि म आफ्नो बारीतर्फ लागेँ होइन, कति ढिलो गर्ने भनेर होइन। आफ्नो हिँडाइको गतिलाई बढाउँदै म पनि फाइनल्ली आफ्नो खेतबारीमा पुगिसकेँ होइन। उता चाहिँ बुवाले गोरुहरू जोडेर रेडी राख्नु भएको रहेछ होइन। अनि बुवासँग मेरो प्यारो कुकुर पनि आएको रहेछ होइन। हामीले चाहिँ यो खेतमा मकै र बदाम छर्ने भनेर आएका थियौँ होइन। पहिला चाहिँ हामीले बदाम छर्ने भनेर चाहिँ हामीले रेडी पार्यौँ सामानहरू। मेरो कान्छी दिदी माइलो दिदीको घर गएको कारणले बुवाले चाहिँ गोरु चलाउँदै हुनुहुन्छ अनि मैले चाहिँ बिउ छर्दैछु होइन। खासमा कुरो के भएको थियो भन्दाखेरि मैले गोरु चलाउने, दिदीले चाहिँ बिउ छर्ने कुरो थियो, तर त्यो सफल भएन होइन। केही छैन, त्यही पनि अब उसले गोरु चलाउनुहुन्छ अनि म चाहिँ बिउ लगाउँछु। बुवाले जोत्दै हुनुहुन्थ्यो। अनि केही समयपछि मेरो ठुलो दाइको छोरा र मेरो आमा नास्ता लिएर आउनुहुन्छ। अनि दाइको छोरो चाहिँ मेरो लास्टै ठुलो फ्यान हो होइन। हाँसो मजाक गर्दै रमाइलो गर्दै हामीले पनि नास्ता खायौँ होइन। बाबुसँग जिस्किन फेरि मजा आउँछ कि होइन। उता चाहिँ फेरि नास्ता दिएनन् भने उनी चाहिँ स्याड थिए होइन। मलाई फेरि रमाइलो लागिरहेको थियो होइन। नास्ता खाइसकेपछि हामी फेरि पनि काममा जुट्यौँ होइन। मलाई चाहिँ खेतबारीमा आएर चाहिँ नि यस्तो काम गर्ने धेरै नै राम्रो लाग्छ होइन। हामीले चाहिँ बदाम छरिसकेपछि हामी फेरि पनि मकै छर्न लाग्छौँ। मकै छरिसकेपछि हामीले फेरि पनि कोदो छरेर चाहिँ नि हामीले मै लगाइदिन्छौँ होइन। हाम्रोतिर चाहिँ यस्तो लगाउनेलाई चाहिँ मै लगाउने भन्छन् होइन। हजुरतिर कस्तो भन्छन् कमेन्ट गरिदिनु होला। आज काम सकिसकेपछि हामी हलो जुवा सुवातिर हामी घरतर्फ लाग्छौँ। हाम्रो दाइ चाहिँ क्या ह्यान्डसम देखिनु भएको छ। आज घामले धेरै पोलेर होला सायद होइन। एकछिनपछि हामी घर आइपुग्छौँ। घर आएको साथीहरू मलाई बोलाउन आएको रहेछन् अनि अघि आएर बसिरहेको थिएँ होइन। आज चाहिँ पुलतिर घुम्ने जाने प्लान थियो हाम्रो होइन। त्यही भएर साथीहरू अघि बसिरहेको थियो। अनि मैले नुहाइधुवाइ गरिसकेपछि चाहिँ नि दिदीले मलाई चटपटे राखिदिनु भएको रहेछ। अनि साथीलाई मैले चटपटे खाएको भिडियो बनाइदियो भनेर साथीले बनाइदिएको थिएँ होइन। हामी घरबाट निस्केर चाहिँ हामी पुल बजार आइसकेका थियौँ होइन। आएर चाहिँ नि हामीले एकछिन टिकटक बनायौँ होइन। धेरै घुमिसकेपछि हामी घरतर्फ लाग्यौँ होइन। यति भन्दै घर जाँदा रात पनि परिसकेको थियो होइन। साथै आजको मेरो ब्लगलाई म आज यहीँ टुङ्ग्याइदिन चाहन्छु होइन। भिडियो कस्तो लाग्यो कमेन्ट गर्नु होला।